लामो लोकलाङ्गमै अब बुद्धिस्ट भएको हैन अनि घरमा बुद्ध भगवानको अब मूर्ति टाङ्गा अथवा जे गरी राख्दामै बुद्धिस्ट भएको कि मान्छेले माने छ रे हैन बुद्धिस्ट धर्म हो बुद्धिस्ट धर्म माने छ रे भन्छ नि एउटा हैन त्यो भन्नुमा र साच्चीकै बुद्धिस्ट धर्म हुनुमा त फरक छ नि त्यो त अब हामीले पनि त 22 23 24 वर्षमा त अब अध्ययन गरेको हो पढेको हो हैन तर्क गरेको हो हैन खण्डन गरेको हो बहस गरेको हो नि तर पनि अझ हामीलाई गाह्रो हुन्छ हैन साच्चै बुद्ध चिन्नुलाई अझ गाह्रो हुन्छ हामीलाई हैन तर पनि एउटा विश्वास त छ नि हामीलाई पूर्ण विश्वास छ नि हैन घरमा अब बुद्धको मूर्ति राख्ने हैन अब त्यस्तै सूत्र ग्रन्थहरु राख्ने त्यतिमै त बुद्धिस्ट भनेको नि बुद्धिस्ट भनेको ल सो नमस्ते प्रसिद्ध दिलले आज चाहिँ अब हाम्रो सामु लोपेन आचार्यज्यू लोपेन राजु पाल्नु भएको छ उहाँसँग कुनै मिठो मिठो गफहरु अनि गर्नलाई आज उहाँलाई इन्भाइट गरेर चाहिँ थोरै समय उहाँको निकाल्दिनुस् भनेर चाहिँ त्यसको लागि अब यहाँ पाल्नु भएको छ उहाँ ओके किरा भयो नाकरकोट चाहिँ म पनि आएको थिएन फर्स्ट टाइम उहाँले नै अनि ए तपाईको पहिलाबाट हो यो ए सरी तिम्रो हो तपाईको त अब साथीमा किन तपाईको तिम्रो चलिहाल्छ नि ध्यान बस्न लागि चाहिँ अब हामी आँखा चिम्लेर बस्ने गुफा यसरी बस्ने जस्तो लाग्छ कि अब आँखा चिम्लेर बसेको नि बेस जस्तो लाग्छ कि हैन आँखा खोले गरेको बेस जस्तो लाग्छ कि अथवा रुखमुनि नै जानुपर्ने रुखमुनि जानुपर्ने अहिले एक्जाम्पल हेरौँ न अब तल त एकदमै के भन्छ हल्ला छ यहाँ त अलि आनन्द छ नि त हैन यस्तै ठाउँमा आएर गर्ने पर्ने हो कि कस्तो लाग्छ तपाईलाई चाहिँ यस्तो छ अब यो ध्यान गर्नलाई त हुन त अब पहिला चाहिँ अब ध्यान गर्ने बित्तिकै अब रुखमुनि जाने हैन अब ओडारमा जाने गुफा नै बस्ने हैन त्यसरी पहिला त्यस्तो अब अहिले त्यस्तो होइन नि त अहिले त अब हामी काम गर्दा पनि ध्यान हुन्छ हैन जस्तै अब अहिले हामीले लेमन टी पिइरा छ नि त यसमा पनि त अब ध्यानै हो नि हैन तर ध्यान भन्दा चाहिँ हामीले ठ्याक्कै के हाम्रो यो दिमागले चाहिँ होस हैन मलाई चाहिँ लागेको ध्यान भनेको चाहिँ होस मतलब होस कस्तो थाहा हुनु के मैले यो पिइरा छ है जस्तै बाइक गइरा छ अहिले अथवा यहाँ चरा किराहरु कराइरहेछ त्यतातिर चाहिँ ध्यान नगर्ने के तर सुनिन्छ कानमा सुनिन्छ त्यो त अब वास्ता नगर्ने के केयरलेस गर्ने हैन यसलाई फोकस गर्ने हैन ध्यान भनेको खास त्यही हो नि वास्तवमा त तर त्यसकै माध्यमबाट चाहिँ अब हाम्रो जुन मनलाई हैन एकदमै शान्त बनाउने एउटा माध्यम रहेछ के ध्यान भने चाहिँ ध्यान चाहिँ यो हो जसरी मैले बुझेको सामान्य अब हामीले बुझ्ने तरिकामा चाहिँ अब ध्यान चाहिँ अब हुने चाहिँ यही हो हैन भन्दाखेरि अब नर्मली भन्नु पर्यो भने चाहिँ जति जे पाइ अब जति सोच आइहाल्यो तापनि जस्ट त्यसले चाहिँ ध्यान नदिइकन आफूले गरिरहेको आफूले अहिले सोचिरहेको त्यहाँमा चाहिँ अब राख्न सक्नु पर्यो त्यसलाई चाहिँ अब हामीले अब ध्यान त्यसले भन्नु बुझ्यो अब त्यही ध्यान त्यसलाई नै बुझ्ने हो त्यसरी लाग्छ मलाई चाहिँ अब यहाँ कुरा गर्दा अब यो कुरा पनि अब कुरा गर्दा मैले यसरी देखिरहेको छ नि हैन यहाँ लुङ्ताहरू टाङ्गिरहेको छ हैन धेरै ठाउँमा हुन्छ कि अब विशेष तीर्थतिर पनि अब आजकल त अब के भन्नु मान्छेले अब एउटा हेर्दा पनि एकदमै सुहाउने हेर्दा पनि राम्रो देख्ने हैन अब त्यसको अर्थ त धेरै नै छ तर पनि अब उहाँहरूले अब यो अब त्यसलाई पूजापाठ गरेर नै राखेको हो कि अथवा यसरी नै राखेको त्यो त अब हामीले देख्दैन तर धेरै ठाउँमा राखेको हुन्छ हैन आजकल अब डेकोरेसन गर्दा पनि यस्तै टाङ्काको हुन्छ त्यो विषयमा चाहिँ अब तपाईले चाहिँ के विचार गर्नुहुन्छ अब यहाँ यो लुङ्ता अब यो लुङ्दै भन्छ यसलाई हैन यसमा पञ्चरङ्गी छ यसमा पनि अब मन्त्रहरू हैन विभिन्न भगवानहरूको मन्त्र छ त्यहाँ पाठहरू लेखेको छ हैन अब यसलाई त अब त्यतिकै राख्नु भन्दा पनि यसलाई एकचोटि अब प्रतिष्ठान भन्छ हामीले राख्ने हैन त्यो गरेर टाकेको चाहिँ अति राम्रो हुन्छ किनभने त्यसको अर्थपूर्ण हुन्छ नि त त्यसको मिनिङफुल हुन्छ किन्न त पाइहाल्छ नि जहाँ पनि किन्न पाइन्छ किनेर ल्याएर त्यतिकै अब सुहाउनको लागि राख्नु र अनि त्यसको अर्थै बुझेर अनि राखेको चाहिँ अनि धेरै फरक छ तर एउटा आस्था हो नि हो त विश्वास हो हैन एउटा आस्था एउटा यसमा चाहिँ श्रद्धा हैन अब यो हाम्रो बौद्ध धर्मको हैन एउटा चाहिँ एउटा चिनो
भनौँ न अब त्यसको लागि पनि राखिन्छ हैन त्यो अधिष्ठान गरेर राख्ने गरी नै चाहिँ राखेको अति उत्तम हुन्छ राप्ने अब नगरेर राखेकोमा अब फाइदै नहुने हो कि अब फाइदा हुन्छ जस्तो लाग्छ फाइदा हुन्छ अभियसली फाइदा हुन्छ फाइदा कसरी हुन्छ भने त्यो राखेर मनमा अलिकति शान्त हुन्छ क्या एउटा कुरा हैन अर्को कुरा देख्ने मान्छेले पनि त वाउ यहाँ त लुङ्गा रहेछ नि है यो त बुद्धको मन्त्र लेखेको छ भनेर एकैछिनमा कति बेला त यसो दुईटा हात जोडेर यसो गर्छ नि त हैन त्यो राखेको मान्छेले अब त्यो त्यसको रिजनै थाहा नभएर त भनौँ न थाहा नभएर राख्न सकिन्छ नि त त्यो त सक्छ त्यो त त्यसले गर्दाखेरि जस फाइदा त छ नि किन फाइदा नहुने त्यो देख्ने साथै हो यो त जुन बौद्ध धर्मको एउटा जुन के भन्छ अब मन्त्रहरू भएको हैन बुद्धको मन्त्र भएको भनेर उहाँले बुझ्या हुन्छ फाइदा छ तर त्यसको अर्थ नै बुझेर हैन त्यो राख्दा के हुन्छ र नराख्दा के हुन्छ हैन कतिपय त उसको अब चाहिँ वर्ग हेरेर हैन उसको चाहिँ तत्त्व हेरेर अब हामीले लोह खाम भन्छ त्यसरी हेरेर बुझेर चाङ्ने त्यसरी चाहिँ राख्दा झनै राम्रो नि हैन झनै राम्रो हो त्यसको अर्थ पनि एकदमै उसले चाहिँ बुझेर अथवा चाहिँ अघि भने जस्तै एउटा विश्वास मात्र नभइकन हैन उसको चाहिँ अब जुन दैनिक जीवनमा हैन एउटा विघ्नबाधहरू नआउने त्यस्तै गरेर उहाँले सोचेको पुरा हुने त्यसको फाइदा हुन्छ बुझेर राखेको जस्ट अब हामीले केही पूजापाठ नगरे राख्नेहरू नगरेर चाहिँ जस्ट नगरिकन राख्दा पनि त्यसको नोक्सानहरू त छैन नोक्सान त हुँदैन जस्ट अब राख्यो भने राम्रै हो राम्रो झन् त्यो राख्ने गरेर राख्यो भने झन् राम्रो अब त्यो गर्दा क्या अब हामीले हैन बुद्धिस्टको कुरा आइहाल्यो अब बौद्ध धर्म भने बुद्धिस्ट कुरा आइहाल्यो तामाङ लोकल लङतामै अब बुद्धिस्ट भएको हैन अनि घरमा बुद्ध भगवानको अब मूर्ति टाङ्गा अथवा जे गरी राख्दामै बुद्धिस्ट भएको कि हैन घरमा अथवा पूजापाठ गर्दामै बुद्धिस्ट मान्छ कि अथवा बुद्धिस्ट जस केले भन्छ त हैन यसो गर्दामै बुद्धिस्ट हुन्छ कि बुद्धिस्ट जस भन्ने चाहिँ कस्तोलाई भनिन्छ र बुद्धिस्ट चाहिँ कस्तो मान्छेलाई चाहिँ बुद्धिस्ट भनेर मान्छ भन्ने चाहिँ मेन क्वेसन चाहिँ ओके तपाईले एकदम राम्रो हो है अब पहिला यो बुद्धिस्टको एउटा सिमानामा जाउँ न है सिमाना ओके जस्तै बुद्धिस्टले केलाई भनिन्छ भनेदेखि अब हामीले एउटा मान्छेले मानेछ अरे हैन बुद्धिस्ट धर्म हो बुद्धिस्ट धर्म मानेछ अरे भन्छ नि एउटा हैन त्यो भन्नुमा र साँच्चीकै बुद्धिस्ट धर्म हुनुमा त फरक छ नि त्यो त अब हाम्रो यो जुन ग्रन्थ अनुसार चाहिँ हैन सूत्र ग्रन्थ अनुसार अथवा बुद्ध भगवानले भन्नु अनुसार चाहिँ बुद्धिस्ट हुनलाई चाहिँ त्रिरत्नको शरण जानै पर्छ हैन यो सिमाना हो यो सिमाना भन्छ हामीले हैन त्रिरत्नको शरण जानलाई पहिला त्रिरत्न चिन्नु पर्यो नि त चिन्नु पर्यो है त्रिरत्न के हो त जस्तै कोन्चुसुम भनिन्छ हामीले हजुर बुद्ध रत्न धर्मरत्न सङ्घरत्न यसलाई पनि त्रिरत्न भन्ने हो हैन कोन्चुसुम भन्ने हो त्यसो भए चाहिँ बुद्धलाई नै प्रत्यक्ष स्वयं बुद्धले चिन्न नसके तापनि बुद्धले शरण चाहिँ जानु पर्यो क्या चिन्नलाई त समय लाग्छ नि अब हामीले पनि त 22-23-24 वर्षमा त अब अध्ययन गरेको हो पढेको हो हैन तर्क गरेको हो हैन खण्डन गरेको हो बहस गरेको हो नि तर पनि अझ हामीलाई गाह्रो हुन्छ हैन साँच्चै बुद्ध चिन्नलाई अझ गाह्रो हुन्छ हामीलाई हैन तर पनि एउटा विश्वास त छ नि हामीलाई पूर्ण विश्वास छ नि हैन त्यसले गर्दाखेरि बुद्धलाई शरण जानु बुद्धको गुण सम्झेर क्या बुद्धको अब के भन्छ क्वालिटी उहाँको चाहिँ गुण ज्ञानहरू सम्झेर उहाँलाई शरण गमन जानु त्यस्तै गरेर धर्मको चाहिँ यो महत्त्व बुझेर त्यसको चाहिँ क्वालिटी बुझेर शरण गमन जानु त्यस्तै गरेर सङ्घ रत्न हैन त्रिरत्नकै चाहिँ डिटेलमा आन्तरिक भित्री कुरै विस्तृतमा अब त्यसको चाहिँ मिनिङहरू यथार्थ कुरो थाहा नभए तापनि तर मनदेखि नै एउटा विश्वास चाहिँ हुनु पर्यो हामीले त्यसलाई धेपा भन्छ नि त हैन श्रद्धा त्यो चाहिँ हुनु पर्यो त्यसरी शरण गमन गएको व्यक्तिले चाहिँ बल्ल बुद्धिस्ट त्यसलाई बुद्धिस्ट भन्ने हो नि अब अहिले चाहिँ कस्तो छ भन्दा अघि आफूले त्यो कुरा उठाए अब घरमा अब बुद्धको मूर्ति राख्ने हैन अब त्यस्तै सूत्र ग्रन्थहरू राख्ने त्यतिमै त बुद्धिस्ट भनेको नि बुद्धिस्ट भन्ने किनकि बुद्धिस्ट भनेको त तपाईँको मन बढाउनु पर्यो नि त फेरि एउटा कसरी बुझ्न सकिन्छ भन्दाखेरि बुद्धिस्ट भन्ने बित्तिकै हाम्रो छेउबाट चाहिँ नाङबा भनिन्छ हैन त नाङबा भनेको अर्थ नाङ भनेको त भित्री भनेको नि त भित्री भन्ने साथै मन भने खोजेको हैन मन भित्रीबाट बुद्धलाई चाहिँ विश्वास गर्नु पर्यो श्रद्धा गर्नु पर्यो हैन शरण गमन जानु पर्यो
त्यसको डिटेलमा भित्र त्यसको अर्थहरू बुझ्नै पर्छ भने छैन। त्यो त अब हामीले एउटा फिलोसफी होइन, एउटा जुन दार्शनिकहरू अध्ययन गर्दाखेरि बल्ल पो अनि बल्ल थाहा हुने हो नि त त्यसको। त्यो त अब गयो छ, त्यो त एकदमै अहिले भन्नु पर्दा अब डाइरेक्ट भन्नु पर्दा सिधा भन्नु पर्यो भने चाहिँ अब यसरी बुझ्नु पर्यो, यसरी एकदमै कसरी बन्छ भने त्यसले बुझ्नु पर्यो नि होइन। अब बुद्धिस्ट भइसकेपछि होइन, बुद्धिस्टको अब एक बुद्धिस्ट मान्ने मान्छे भइसकेपछि अब तपाईँले के लाग्छ कि अब गर्नै पर्ने के रहेछ होइन? अरूलाई चाहिँ दुःख दिने, अरूलाई चाहिँ पीडा दिने होइन, अरूलाई चाहिँ तनाव दिने होइन, नोक्सान पुग्ने काम गऱ्यो भने त्यसलाई त बुद्धिस्ट भन्दैन नि, हामीले त्यसलाई छेवा मेपा भन्छ नि होइन। त्यसले गर्दाखेरि अरूलाई असर पर्ने काम, अरूलाई चाहिँ अब जुन घातक हुने होइन त्यो गर्नु भएन भने बुद्धिस्ट। जस्तै बुद्ध भगवानले के भन्नुभएको छ भन्दाखेरि अरूलाई फाइदा हुने काम गर्न नसके पनि, अरूलाई सहयोग गर्न नसके पनि तर उसलाई हिंसा हुने, नोक्सान हुने काम चाहिँ नगर्नु, त्यो ठुलो कुरा हो। हामीले नि यसरी बुझ्नु पर्यो क्या, जहाँसम्म लाग्छ। अब हामीले यो सूत्रको कुराहरू, तन्त्रको कुराहरू गरेर किन धेरै गहिरो कुरा जानु होइन। सामान्य हामीले बुझ्ने चाहिँ उसमा चाहिँ अघि भने जस्तै अरूलाई चाहिँ दुःख नदिनु, अरूलाई फाइदा गर्न नसके पनि अनि दुःख नोक्सान पुग्ने काम चाहिँ नगरौँ, त्यति गऱ्यो भने बस पुग्यो क्या। अब जुन बुद्ध धर्म होइन, अब सङ्घ त्यस्तै गरेर चाहिँ त्रिरत्नले चाहिँ श्रद्धाका साथ, विश्वासका साथ होइन, हामीले त विश्वास त गरिरहेको हुन्छ होइन, विश्वास त छँदैछ त्यो लगायत। अनि अरूलाई अनि अघि भने जस्तै नोक्सान पुग्ने काम नगऱ्यो भने लगभग त्यसलाई नै अब हामीले बुद्धिस्ट धर्मले गर्नुपर्ने व्यवहार भनौँ न, त्यस्तो लाग्छ। अब यो चाहिँ अब छेवामेपा भन्छ हामीले होइन, छेवामेपा भन्ने होइन। अब बुद्धिस्ट धर्मले गर्नै पर्ने यही हो होइन। अब बुद्ध यति नै राम्रो छ, बुद्धको होइन वचन, बुद्धको अब हर चिज यति राम्रो छ भने तर पनि हाम्रो बुद्धिस्टको अथवा के भन्छ भक्त भनौँ कि चेलाहरू भनौँ कि बुद्धलाई मान्ने भनौँ कि अब बुद्धिस्टमा विश्वास गर्ने चाहिँ अब त्यसको भक्त चेलाहरू चाहिँ किन अरूभन्दा एकदमै कम र त्यसलाई अब अप्नाउन नसक्ने, गर्नै नसक्ने होइन धेरै छन् होइन। अब यो नेपाल त धेरै जस्तो अब जतासुकै बुद्धिस्टकै छ, गुम्बा भनौँ न, छेउदेन धेरै चिज बुद्ध जन्मेको नेपालमै आज तर विभिन्न तीर्थ पनि भगवान भरकै हो, काश्यप बुद्धकोदेखि होइन, कनिका बुद्धदेखि अब गुरु रिम्पोछे भनौँ न, स्वयं पद्मसम्भव होइन, मिलारेपा धेरै हुनुहुन्छ नि, महासिद्धि गुरुहरू अब प्राय लगभग त नेपालबाटै हो नि। अब हामीले हिस्ट्री उठायो भने अब टिबेटसँग जोड एकदमै ठुल्ठुलो छ नि त हिस्ट्री होइन, तर पनि अब आजकल चिनै नसक्ने होइन, तर मान्छेले नाममा नै तर अब सबसे कम नै अब हाम्रै छ भनौँ न होइन, त्यस्तै अरूको तुलनामा त होइन। यो चाहिँ मेन अब त्यसको जरो जस्तो मेन प्रब्लम जस्तो चाहिँ किन होला यस्तो हुने कारण चाहिँ यो चाहिँ उनीहरूले बुझ्न नसकेको कि अथवा अब तपाईँ हामी जस्तो होइन नभनेको हो कि चिनाउनै नजानेको नसकेको हो कि उनीहरूले नै अब उनीहरूको हालतले नै त्यस्तो भएको कि अब मेन चाहिँ किन चाहिँ त्यस्तो भएको जस्तो लाग्छ? अब यो त यस्तो हो नि, भगवान बुद्धले भन्नुभएको जस्तै हाम्रो पनि भाग्य चाहिन्छ अरे के होइन, भाग्य चाहियो नि त। भाग्यमा लेखेको छैन भने अनि त्यहाँ जुन बुद्धको चाहिँ धर्म एकदम राम्रो होइन। अब जस्तै अब लगभग चौथो बुद्ध अहिले शाक्यमुनि गौतम बुद्ध, योभन्दा अब अन्य 3वटा बुद्ध त अब जुन 3वटा भन्दा नि दुईवटा है, 2वटा बुद्ध अब शाक्यमुनि बुद्ध गरेर 3वटा बुद्ध त नेपालमै जन्मिनु भएको हो नि त। गुरु रिम्पोछे भयो, त्यस्तै गरी मिलारेपा, विभिन्न महासिद्धि गुरुहरू त नेपालमै पै अब भनौँ न उहाँको ऊहरू छ यहाँ होइन, देन धेरै छ नि त। तर उहाँहरू आउनु भए तापनि तर यहाँकै जुन बासिन्दा भनौँ, यहाँकै अब जुन मान्छेहरू चाहिँ किन चाहिँ धर्ममा त्यति धेरै लागिरहेको छैन, अलिक किन कम भइरहेछ भन्ने कुरा हो नि त होइन। यो त अघि भने चाहिँ उहाँको भाग्य नै अलिकति कम भएको जस्तो लाग्छ। त्यो चाहिँ कसरी भन्दाखेरि होइन, यो कसरी भन्दाखेरि चाहिँ हाम्रो त अब एउटा ग्रन्थमा पनि के लेखेको हुन्छ भन्दाखेरि 6 साप न 2 साप भनिन्छ है। है अब 6 त अब गौतम बुद्धबाट नै सिर्जना भएको नि त, सुरु भएको नि त। गौतम बुद्ध उहाँ बुद्ध त प्राप्त भएर त 6को जुन उत्पाद भयो, 6 जुन ग्रन्थ होइन, त्यसले गर्दाखेरि बुद्धको जुन अमृत बानी, उहाँको जुन वाचनहरू छ, उहाँको चाहिँ अब प्रवचनहरू होइन, उहाँको वचनहरू चाहिँ अति महत्त्वपूर्ण हो नि त, अति गम्भीर छ क्या होइन।
तर त्यो त्यस्तो गम्भीर चिजलाई चाहिँ अब हामीले अभ्यास गर्नलाई हैन अध्ययन गर्नलाई चाहिँ नसकेको नबुझेको क्षमता नपुगेको अब एउटा कुरा त्यो अर्को कुरा के छ भन्दाखेरि अब हाम्रो नेपालकै कुरा गरौँ नेपाल त अब बुद्ध नेपालमा जन्मे तापनि यहाँको जुन पहिलेदेखिको एउटा जुन संस्कार अथवा एउटा चाहिँ धर्मको कुराहरू छ हैन त्यो त अब पहिलेदेखि नै बुद्धिस्ट होइन नि त हैन अहिले पनि त बुद्धिस्ट मान्नेहरू धेरै हुनुहुन्छ अघि आफूले कुरा उठाइहाल्यो बुद्धिस्टहरू मान्ने हुनुहुन्छ तर अरूको तुलनामा कम भन्ने कुरा हो नि त हैन त्यसले गर्दाखेरि बुद्ध नेपालमै जन्मे तापनि उहाँको चाहिँ अमृतबाणी उहाँको वचनहरू यति महत्त्वपूर्ण हैन एकदम छेजाब्न हैन उहाँको वचन अति गम्भीर भए तापनि जति गम्भीर छ जति महत्त्वपूर्ण छ त्यहाँ पनि के छ भन्दाखेरि बाधा दुई साप भनेको त विद्वानवादहरू पनि त्यतिकै गम्भीर आइपर्छ है विद्वानवाद आइपर्छ है र जति बुद्धको धर्म फैलिँदै गयो त्यसमा पनि फेरि अलिकति आलोचना धेरै हुने विवाद धेरै गर्ने हैन अरूले चाहिँ अलिकति तल खुट्टा तान्ने हैन हो कि होइन अब अहिलेको समय पनि त्यस्तो भइरहेको कुरा हो नि त त्यो हो कि जस्तो लाग्छ कि किन त्यो चाहिँ बुद्धकै धर्म एकदम गम्भीर भएको कारणले हो जहाँसम्म लाग्छ है अब हामीले चाहिँ त्यसलाई चाहिँ अब गम्भीर छ अब त्यसलाई हामीले अब यसरी नै हो भनेर छोड्ने हो कि अब त्यसलाई हामी के चाहिँ गर्न सक्छ र आजकल तपाईँले अब लाग्छ कि अब कसरी चाहिँ अब त्यसलाई हामीले बुझाउन सक्छ कसरी चाहिँ अब उनीहरूलाई यस्तो छ है भनेर एकदमै गोल्डन जस्तो होइन गोल्ड रत्न जस्तो चिजलाई चाहिँ यस्तो हो भने त्यसको अब चिनाउनु पर्यो भ्यालु एक्ज्याक्टली त्यो चाहिँ के हो जस्तो लाग्छ भने होइन कसरी गर्नुपर्छ होला भनेको भन्दाखेरि चाहिँ अहिलेको समयमा विभिन्न विद्वानहरू हैन अब जस्तै इभन अब खेम्बो भनौँ हैन अब लोपेन आचार्यहरू त्यस्तै गरेर चाहिँ विभिन्न ठाउँमा अब चाहिँ अब बुद्धको फिलोसफी हैन जुन अध्ययन गर्नुभएको नेपालीबाट अनुवाद गरेर पनि विभिन्न विद्वानहरू आउनुभएको छ अहिले हैन उहाँहरूले चाहिँ बुद्धले भन्नुभएको चिजलाई चाहिँ बुझाउनु पर्यो के हैन जस्ताको तस्तै बुझाउनु पर्यो त्यसलाई व्याख्या गरेर बुझाउनु पर्यो नम्बर 1 चाहिँ भनेको मतलब प्रवचन हुनु पर्यो हैन प्रवचन गर्नु पर्यो त्यसको व्याख्या थोरै भए पनि गर्नु पर्यो जस्तै अब अहिले कस्तो छ हाम्रो नेपालमा विशेष गरेर काठमाडौँ के छ भन्दाखेरि खाली पूजाआजा धेरै हुन्छ कर्मकाण्ड धेरै हुन्छ त्यसमा चाहिँ प्रवचनहरू कमै मात्रा हुन्छ तर सुन्न पनि चाहदैन फेरि सुन्ने मान्छे पनि हुँदैन है गुरुले त प्रवचन त अब सकिन नसकिँदै गर्न त कोसिस गर्नुहुन्छ तर पनि सुन्ने मान्छे हुँदैन कि उठेर गइदिन्छ प्रवचन भन्ने बित्तिकै यसो गरेर चाहिँ अब जानेहरू धेरै छ होइन त्यसले गर्दा त्यसो हुनु भएन सुन्ने व्यक्तिले पनि धैर्य गरेर सुन्नु पर्यो पूजाआजा मात्रै गरेर पनि हुँदैन नि पूजाआजा चाहिन्छ हामीलाई होइन कर्मकाण्ड पूजाआजा चाहिन्छ त्यो भनेको त्यो पुण्यको एउटा कारण हो नि तपाईँको पुण्य सम्भार गर्नको लागि अब पुण्य सम्भार पनि अब हामीले पुण्य सम्भार त्यस्तै गरी चाहिँ ज्ञान सम्भार भन्ने होइन सोना बिचो हेसीको छोक भन्छ छोक्ने साग जेब जङ भन्छ नि तपाईँको क्लेशहरू सबै शोधन गर्नेको चाहिँ उपाय हो पूजाआजा कर्मकाण्ड भन्ने त्यो हो तर त्यसलाई मात्रै सीमित राखेर पनि भएन नि अलिकति बुद्धले भन्नुभएको एउटा दार्शनिक होइन अघि भने जस्तै चाहिँ हामीले अब छोइङोटो भन्छ होइन छोइङोटो धर्म परिचय धर्म देशना गर्नु पर्यो चिनाउनु पर्यो बुद्ध के हो धर्म के हो सँग चिनाउनु पर्यो त्यो त एकदम महत्त्वपूर्ण छ त्यो धेरै चाहिँ भएन भने अघि भने जस्तै अनि हाम्रो नेपालमा अरूको तुलनामा बुद्धिस्ट धर्म कम अथवा भए पनि विरोध गर्ने धेरै विशेष गरी विरोध गरिरहेको हुन्छ त्यो जहाँसम्म विरोध गर्नुको मुख्य कारण के हो भन्दाखेरि अघि सुरुमा मैले भनिहालेँ छेस हाम्रो दुई छ के छे गम्भीर भइसकेपछि अनि त्यो सिधीमिधी मान्छेले त्यो बुझ्न सक्दैन क्या अनि बुझ्न नसकेपछि अचकल्लो भयो नि त हामीले एउटा के भनेको छ भन्दाखेरि हाफ नलेज इज डेन्जर भन्दो रहेछ नि इङ्ग्लिसबाट है मलाई ठ्याक्कै भन्न आएन हाफ नलेज इज डेन्जर के अब आधी मात्रै पढ्यो भने उसँग आधी मात्रै ज्ञान छ भने त्यो मान्छे खतरनाक हुन्छ क्या बरु तपाईँ पढ्दै नपढ्नु न जस्तै उदाहरण गाउँघरको भर्खर त्यो खेतीपाती गरेको भनौँ न अब यो बुढाबुढीहरू बिचारा होइन किसान गरेर मान्छेहरूलाई हामीले धर्मको विषयमा भन्यो भने एकैचोटि दुई हात जोडेर रिसर्च गरिहाल्छ क्या किनकि उसले रिसर्च गर्दैन त्यसपछि अब यता तर्क गर्दैन क्या त्यो होइन यो होइन भनेर तर्क गर्दैन विश्वास एक्ज्याक्टली विश्वास कि त्यस्तो हुनु पर्यो के होइन भने चाहिँ अध्ययन पुरा गरेर तलको लेभल स्कुल लेभलदेखि नै अध्ययन गर्दै 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 माथिसम्म गएर चाहिँ अब लोपेन खेम्बो अब रेम्बर्सी टुल्गो एउटा छ नि त हाम्रो एउटा त्योसँग कम्प्लिटली पढाइ चाहिँ अनि गर्नुभयो भने चाहिँ त्यस्तो व्यक्तिले पनि फेरि विवाद गर्दैन त्यस्तो व्यक्तिले बुझेको मान्छेले त विवादै गर्दैन नि होइन त्यसमा चाहिँ यो भएन त्यो भएन भनेपछि यहाँ अहिले भएको के हो भन्दाखेरि मैले भन्नु खोजेको अहिले हाम्रो नेपालमा विशेष गरेर काठमाडौँ ठाउँमा के भइरहेछ छ्यासछेदी छ अहिले एउटा सानो टपिक लिएर आउँछ त्यहाँदेखि त्यसलाई नै अनि त्यतिकै
यसलाई चाहिँ के भनौँ, अब हामीले त्यसले छेउको भाषामा अझ तोग्यो भन्छ है, तोग्यो रिक्वा भन्छ नि, भनेको अर्थ के हो भन्दाखेरि त्यसले यो भन्यो भने म त्यो भन्छु भनेर 3-4 वटा तयार गरिसकेको हुन्छ क्या। त्यो त राम्रो होइन नि, त्यसले फाइदा चाहिँ कसलाई गर्यो त? न त त्यो सोध्ने मान्छेले फाइदा गर्यो, न त त्यो भन्ने मान्छेले फाइदा भयो क्या। त्यो हुनु भएन। को धर्म भनेको होइन, त्यो रिसर्च आफ्नो ठाउँमा छ, रिसर्च अनुसन्धानमा आफ्नो ठाउँमा छ, तर विश्वास श्रद्धा गरेर होइन, भक्त भएर एउटा त्यसलाई चाहिँ अर्थ बुझेर अध्ययन आफै अभ्यास गरेर आफ्नै एउटा चाहिँ व्यवहारहरू होइन परिवर्तन भएर बुझ्दै गएको भए पो त्यो पो राम्रो हो त। हजुर। अब हामीले हाफ नलेज कस्तोलाई चाहिँ भन्दाखेरि बौद्ध धर्मको केही अनुयायी है, अब अरूले त गर्दैन, फेरि यो बौद्ध धर्मकै अनुयायीले गर्ने हो कि खास विशेष गरेर कुनै गुरुबाट केही ज्ञानहरू लिएको हुन्छ अथवा उहाँले केही सुनेको हुन्छ कि प्रवचन सुनेको हुन्छ होइन। उहाँले तलदेखि नै त्यो कखदेखि नै पढेर त अध्ययन गरेर त आएको होइन होला नि त। त्यो आउने व्यक्तिले फेरि त्यस्तो गरिदिँदैन नि त होइन। मलाई जहाँसम्म लागेको त्यो जुन के भन्छ हाफ नलेजको नमुना एक्जाम्पल चाहिँ, अनि उसले फाटाफुट के सुन्या हुन्छ अनि त्यही चिजलाई टपिकले लिएर त्यहाँदेखि चाहिँ अनि अब अहिलेको जुन विज्ञ अब होइन गुरुहरू हुनुहुन्छ अथवा चाहिँ अब इभन धर्ममै पनि कुरा राखौँ न होइन, अनि उहाँहरूले चाहिँ त्यहाँदेखि यो भएन त्यसले त्यो भएन भन्ने खालको होइन त्यस्तो व्यक्तिले राख्ने हो क्या हाफ नलेज भनेको चाहिँ, मलाई जहाँसम्म लाग्छ। अब अरू धर्मले अरू मान्छेले त्यस्तो भन्दै भन्दैन, हाम्रै बौद्ध धर्मैभित्र भएकै व्यक्तिले गर्ने हो कि यो चाहिँ। अरूको त हामीलाई मतलब भएन नि त होइन। बुद्धिस्ट धर्म बाहेक अन्य धर्मको मान्छेले कुरा उठाउनु, अरूले भन्नु भनेको त एक त स्वाभाविक कुरा हो होइन, धर्मको एउटा अलग भएको कारणले पनि उठाउन सक्ला, कतिपयले त त्यो गर्दा पनि गर्दैनन् क्या। अनि हाम्रै बौद्ध धर्मभित्रै अलिअलि फटाफट सुनेको होइन, कुनै गुरुबाट केही ज्ञान सिकेको अथवा कहिले छोडेको होइन, त्यहाँदेखि त्यो उसको मनमा चाहिँ के आउँछ भन्दाखेरि ओहो मैले पनि जानेछ नि होइन, यसको अर्थ त मैले पनि बुझेको छु नि। घमण्ड एउटा अब भनौँ न त्यो अहम त एउटा आयो, त्यो भएको व्यक्तिले चाहिँ मेरो ख्यालमा त्यस्तो मनमा मनस्या भएको व्यक्तिले चाहिँ पक्कै पनि त्यस्तो कुराहरू गरिरहेको हुन्छ होइन। ल त्यो नगर्दा राम्रो, बरु अघि भने जस्तै कि त केही नजानेको व्यक्ति एकदमै राम्रो हो होइन, किनतर चाहिँ त्यसलाई कम्प्लिटली बुझेर क्या। जस्तै यसमा हेर्नुहोस् है, गौतम बुद्धले पनि 3वटा ठाउँमा अथवा 3वटा चाहिँ तहमा चाहिँ विभाजन गरेर चाहिँ धर्मदेशन गर्नुभएको हो नि त होइन। हामीले त्यसले का खोर्लो रेम्बसुम भनेर भनिन्छ नि त होइन, का दाम्बो रेम्बा सि छोकर, का बर्बा छेङ्गी मेबे छोकर, का थामा लेपर नम्बर छेबी, अनि छोकर भने छोकर नम्बर सुम धर्मचक्र होइन। उहाँले 3वटा ठाउँमा 3वटा तहमा उहाँले चाहिँ धर्मदेशन गर्नुभएको थियो, त्यसको ठुलो रिजन छ नि त्यो त होइन। त्यो चिजहरू बुझ्नु पर्यो कि गौतम बुद्धले पहिलो धर्मदेशनमा के को आधारमा कस्तो व्यक्तिले कहाँनिर किन कतिखेर कस्तो अवस्थामा दिनुभएको थियो एउटा कुरा। दोस्रो प्रवचन चाहिँ अनि कुन स्थानमा कस्तो व्यक्तिलाई होइन कतिखेर किन भन्ने कुरा त्यसको रिजन छुट्टै छ। फेरि अन्तिममा वैशाली हामीले याङमाचेन भनेर भनिन्छ होइन, जुन भारतमै हो, त्यहाँ पनि त उहाँले अन्तिम धर्मदेशन गर्नुभएको थियो नि त। त्यसको पनि त फेरि एउटै चाहिँ धर्मदेशन गर्नुभएको होइन, त्यहाँ पनि व्यक्ति अर्कै थियो, उहाँको चेला अर्कै थियो, समय अर्कै थियो। त्यो तिनटै कुराहरू बुझेर मात्रै त्यसको अध्ययन कम्प्लिटली गरेर त्यो त एउटा अब बुद्धले धर्मदेशना गरेको कुरा आयो। अब त्यसको हिसाबमा फेरि ग्रन्थ आउँछ नि त, ग्रन्थ पनि त्रिपिटक भन्छ नि, धेनुसुम होइन। त्रिपिटक पनि त एउटै होइन नि, भित्रको त्यो अलग अलग हो नि त होइन। त्यसले गर्दाखेरि यो चिजहरू चाहिँ हामीले बुझेर चाहिँ मजाले यसलाई चाहिँ अध्ययन गरेर त्यसको मिनिङ बुझेर, बरु जानेको छैन भने गुरुले लिने गुरुबाट सिक्ने नि त होइन। त्यो सिकेर बुझेर चाहिँ अनि बल्ल अलिअलि चाहिँ अब आफ्नो विभिन्न आफ्नो एउटा चाहिँ च्यानलबाट होइन बुझाउने होइन, यस्तो हो भनेर त्यो पनि बुझाउने पनि शैली छ नि त होइन। मजाले चाहिँ बुझोस् भन्ने हेतुले बुझाउनु पर्यो कि मसँग यो ज्ञान छ भनेर चाहिँ एउटा अहम ज्ञान एउटा चाहिँ घमण्ड तरिकाले पनि प्रस्तुत गर्ने होइन नि त होइन। मैले के कुरा सिकेको छु त्यो चाहिँ म अरूलाई पनि सेयर गर्छु बाँड्छु भनेर पनि एउटा सभ्य भाषामा होइन राम्रो तरिकाले पनि एउटा राम्रो एउटा उद्देश्य लिएर प्रस्तुत गऱ्यो भने त सबैले फाइदै हुन्छ नि। र यहाँ त यस्तो नभइकन अघि भने चाहिँ मैले के कुरा जानेछ म यो भन्छु, यसले मैले यो एक भन्यो नि होइन, उसले एक भन्यो नि म 3-4वटा भन्छु भन्ने हिसाबमा त्यसलाई तोक्यो भन्छ हामीले। त्यसो चाहिँ हुनु भएन क्या। त्यसो भयो भने चाहिँ के हुन्छ, बुद्ध धर्म नाश होइन। किनकि बुद्ध भगवानले नि भन्नुभएको छ नि त, बुद्ध धर्म नाश गर्ने चाहिँ बाहिरबाट आउँदैन थियो कि, बाहिरबाट आउँदैन, बाहिरको अन्य धर्मबाट हुँदैन, हाम्रै बुद्धिस्ट धर्मकै अनुयायीले
उहाँकै चेलाहरूले होइन बुद्ध धर्म नाश गरिन्छ भनेर उहाँले बुद्ध स्वयं उहाँले पनि भन्नुभएको छ। अब कारण त यही होला नि त जहाँसम्म लाग्छ होइन। त्यसले गर्दाखेरि हाफ नलेज इज डेन्जर भनेको मैले भन्न खोजेको छु। व्यक्ति पनि यस्तो यस्तो व्यक्तिलाई क्या होइन, अरू व्यक्तिले त हामीले भन्न मिल्दैन। अनि अलिअलि पढ्यो त्यहाँदेखि एकैचोटिमा चाहिँ अब ठुल्ठुलो अब कुराहरू गरेर अब अरूलाई विवाद गर्ने, अब जस्तै खेम्बोहरूलाई होइन, रिम्बुछेहरूलाई, लोबेनहरूलाई, टुङ्गोहरूलाई त असर पर्छ नि यो कुराले त होइन। असर पर्छ भन्दा फेरि उहाँहरूलाई नै असर पर्ने कुरो चाहिँ होइन, तर उहाँहरूलाई अलिकति हेर्ने नजर फरक हुन जान्छ क्या। नजर हेर्ने नजर फरक बनाउनु त त्यो कारणले हो नि त होइन। त्यहाँदेखि त सबै मान्छेको जनसमाजमा सबैको मान्छेको कन्सेप्टमा त यस्तो पनि हुन्छ र भन्ने अब हामीले कुरा काट्न थाल्छ होइन। त्यो कुरो काटे त उसको कारणले कुरा काट्यो नि त, त्यसको कुरा काटेको पापको भागीदार त ऊ भयो नि होइन। त्यसले गर्दाखेरि अलिकति राम्रोसँग ध्यान गरेर बुझेर होइन, अनि त्यो पनि कसरी प्रस्तुत गर्ने होइन, कसरी चाहिँ आफूले जानेको ज्ञान अरूप्रति सेयर गर्ने भन्ने कुरो चाहिँ महत्त्वपूर्ण हो। अब कुराहरू एकदमै लामो भयो अनि थ्याङ्क यू सो मच लोपेनलाई। एकदमै पछि पनि हामी कुरो गर्दै गर्छौँ। नगरकोटमा है घुम्न आएको हामी लेमन टीहरू फेरि उहाँको समय पनि कम छ, उहाँ पनि फेरि भरे के काम भन्दै थियो होइन। कुरा एकदमै लामो मिठो भयो अनि त्योभन्दा पनि जरुरत चाहिँ अब अन्तिममा तपाईँबाट नै केही अब यो चाहिँ भन्न मन लाग्यो अब होइन, यो चाहिँ मैले भन्न छुटिरहेको छु अनि यो चाहिँ एकदमै मलाई चाहिँ अब योमा बन्ने मन लाग्छु भने त्यस्तो यति छ भने केही अन्तिममा लसो अब अन्त्यमा भन्नु पर्दाखेरि अब जति पनि अब यहाँ अब हाम्रो हेर्नु हुने धर्म प्रेमीहरू र सम्पूर्ण मित्रजनहरूलाई म चाहिँ के भन्छु भन्दाखेरि जे कुरा पनि होइन अलिकति बुझेर थाहा भएर चाहिँ बोलेको राम्रो, भनेको राम्रो होइन। हाम्रो आँखाले जे देख्यो त्यो सत्य हुँदैन, त्यो कुरा चाहिँ बुझ्नु पर्यो हामीले। कानले जे सुन्यो त्यो पनि सत्य हुँदैन होइन। त्यसलाई परीक्षण गर्नु, त्यसलाई चाहिँ जाँच्नु अनि मात्रै बल्ल पछि बोल्नु होइन। र हामीले अहिले यो बोलिरहेको कुरा पनि विशेष गरेर अब धर्म र बौद्ध धर्मसँग एउटा सम्बन्धित भएको कुरा भएको कारणले गर्दाखेरि यसलाई अनर्थ नलिनु। हामीले हाम्रो एउटा जुन लोबेन हाम्रो साथी, मेरै साथी लोबेन कुलेजीसँग चाहिँ केही कुरो गरौँ न भन्नुभयो, त्यसले गर्दा हामीले यो कुरा राखेको। यसलाई चाहिँ अनर्थ नलिकन अब भनौँ न अब कतिपय मान्छेहरू चाहिँ अलिक भ्रममा छ क्या होइन, के होला भन्ने भ्रममा नहोस् भनेर चाहिँ हामीले खुलाउन खोजेको। अब र अघि भने जस्तै सबैले एउटा बुझ्नेले चाहिँ सही तरिकाले बुझ्नु पर्यो, यसलाई नकारात्मक गलत हिसाबले लिनु भएन, एउटा कुनै स्वार्थले पनि होइन, हाम्रो स्वार्थ विचारधाराले पनि होइन भन्दै अनि अन्त्य गर्न चाहन्छु। पछि पनि फेरि हामी भेट्दै गरौँला। अब यो कुरा तपाईँहरूले के कस्तो लाग्छ होइन, यदि अब राम्रो लाग्छ भने फेरि हामी पछि पनि निरन्तरता फेरि यदि अब यो कुरा है त्यतिकै वायद कुरा हो काम छैन भन्ने थाल्यो भने त अब यसलाई अब किन धेरै होइन। त्यसले गर्दाखेरि चाहिँ अब जस तपाईँहरूले पनि यो कुरालाई अलिकति महत्त्वपूर्ण कुरा लिएर चाहिँ अनि सुनिदिनुहोस् भन्न चाहन्छु। हस् ओके, अब खाना पनि बनिरहेको छ, ओके नमस्ते। अब भिडियोको अन्तिमसम्म तपाईँले हेरिदिनु भएकोमा एकदमै थ्याङ्क यू सो मच। अनि उहाँ लोपेनलाई पनि समय नहुने कारणले अब योभन्दा धेरै कुरा हुन सकेन, त्यो विषयमा अब कुरा राम्रै भयो भने आशा छ। यदि तपाईँहरूको मनमा केही जिज्ञासा भएको छ भने तपाईँहरू प्लिज कमेन्टमा लेखिदिनु होला। पछि त्यसको अब क्वेसनको एन्सरहरू चाहिँ उहाँको समय मिलेर अब हामीले क्वेसनको एन्सर चाहिँ दिन कोसिस गर्छौँ। अनि फेरि पनि थ्याङ्क यू सो मच, धन्यवाद भन्दै भिडियो यहाँ अन्तिम गर्न चाहन्छु। सो नमस्ते।